पण्डित योगेश बराहक्षेत्रको नेतृत्वमा पशुपति मन्दिर अगाडि बराहक्षेत्र धामको प्रचार प्रसार सामग्री वितरण गरेको छ। बराहक्षेत्र नगरपालिकामा रहेको धरतीको पहिलो तीर्थस्थल बराहक्षेत्र धामको आज 2082 सालको वैशाख 1 गते नयाँ वर्षको अवसरमा पशुपतिको क्षेत्रमा प्रचार प्रसारण सामग्री वितरण गरिएको छ। बराहक्षेत्र भगवानको सेवक पण्डित योगेश बराहक्षेत्रको नेतृत्वमा बराहक्षेत्र धामको प्रचार प्रसार सामग्री वितरण गरेको हो, जसमा कोशी प्रदेश पर्यटन वर्ष 2082 को जानकारी सहित बराहक्षेत्र, गुप्ता बराह, औलिया मठ आदि देवस्थको प्रचार प्रसारण वितरण गरेको बराहक्षेत्रका भगवानका सेवक पण्डित योगेश बराहक्षेत्रले बताए। उक्त कार्यमा बराहक्षेत्र नगरपालिका वडा नम्बर 10 का वडाध्यक्ष तेज बहादुर गुरुङ, युवा समाजसेवी भीम कोटवाल, गुप्त बराह निर्माणका सहयोगी राम प्रकाश, सीता काफ्ले, मनोहरा फाँट, भक्तपुर गर्नु, गुप्त बराहको काठमाडौँ प्रतिनिधि हेमा दाहाल, खतिवडा सहित विभिन्न व्यक्तिहरूले प्रचार प्रसार सामग्री वितरण गरेका थिए। समाचारको लागि समीर चन्द्रवंशी।